अपने लक्ष्य का साथ, त्यो कार्य योजना का साथ, त्यो संकल्प का साथ 165 वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरू उभिएका छौं। हामी त्यो देशलाई समृद्ध बनाउन चाहन्छौं, त्यो देशलाई सुखी बनाउन चाहन्छौं, खुशी बनाउन चाहन्छौं नेपाली जनतालाई र जुम्ली जनताहरूलाई। अब माग्ने होइन, दिने जिल्लाको रूपमा विकास गर्नको लागि हामीले संकल्प जाहेर गरेका छौं। हामीलाई थाहा छ, तपाईहरु सबैलाई थाहा छ कि जुम्लाले भाषा दियो यो देशलाई, अझ सिंहले यो देशलाई भाषा दियो, सभ्यता दियो, संस्कृति दियो। यो देशलाई इतिहास दियो, यो देशलाई धेरै धेरै कुराहरू दिएको छ। अहिले हेर्नुभयो भने अर्ग्यानिक उत्पादनहरू दिएको छ, फलफुलहरू, स्याउ लगाएको फलफुलहरू देशलाई जुम्लाले दिएको छ। त्यसो भएको हुनाले यो जिल्ला भाषा दिने जिल्ला माग्ने हुन सक्दैन, संस्कृति दिने जिल्ला माग्ने हुन सक्दैन। मूल्यवान जडीबुटीहरू, सुन भन्दा पनि महँगो जडीबुटी दिने जिल्ला माग्ने हुन सक्दैन। त्यसै गरेर महँगो मानव स्वास्थ्यका निम्ति लाभदायक अर्ग्यानिक वस्तुहरू दिने जिल्ला माग्ने जिल्ला हुन सक्दैन। हामीले अब संकल्प गर्न जरुरी छ। हामी कमजोर होइनौं, हामी माग्ने होइन, हामी विपन्नतामा बाँचिरहेको आवाज होइन। अब जुम्ला यो देशलाई केही दिने अवस्थामा पुग्नु पर्दछ। दिएका छौं र फेरि पनि केही दिने गरी अगाडि बढ्नुपर्छ। म भन्छु तपाईलाई, बिरामी पठाउने जुम्लाले यो देशलाई डक्टर पठाइरहेको छ। यो हामीले दिएको, हाम्रो पार्टीको नेतृत्वले दिएको छ। व्यक्तिगत रूपमा भन्दाखेरि, हामी प्रति सभा हुँदाखेरि हामीले दिएका छौं, पार्टीले दिएको छ। यो कुरा बुझौं। तपाईलाई हिजो 64 सालभन्दा पहिला राजतन्त्रको कालमा राजावादीहरूले, राजतन्त्रले 1 इन्च पनि मोटो रोड नभएको जिल्लाको रूपमा चिनायो। सबभन्दा कम आयु भएको जिल्लाको रूपमा चिनायो जुम्लालाई। राजतन्त्रले जुम्लालाई अकाल मृत्युवरण गर्ने जिल्लाको रूपमा चिनायो। र हामीले यसलाई बदल्यौं। हामीले भन्यौं अब जुम्लाले डाक्टर पठाउँछ। जुम्ला डाक्टर पठाउने जिल्लाको रूपमा चिनिएको छ। तपाईलाई म गौरवका साथ भन्न चाहन्छु, भारतबाट 8 जना विद्यार्थीहरू पढिरहेका छन्। हामी काम गर्ने मान्छेहरू मात्रै भारत पठाउने छैनौं, पठाउँदैनौं। अब भारतीयहरूलाई उपचार गर्ने डाक्टर पठाउँदैछौं। यो कुरा हामीले बुझ्न जरुरी छ। अब म तपाईलाई के भन्न चाहन्छु भने, जुम्ला अब मातृ जिल्लाको रूपमा जुम्ला विकास हुन जरुरी छ। जननी जिल्लाको रूपमा, आमा जिल्लाको रूपमा विकास हुन जरुरी छ। जसरी आमाले आफ्नो सन्तानलाई पहिलो पटक भाषा सिकाउँछिन्, आमाले सभ्यता संस्कृति सिकाउँछिन्, त्यसै गरेर जुम्लाले यो देशलाई भाषा दिएको छ। जुम्लाले यो देशलाई संस्कृति दिएको छ। जुम्लाले यो देशलाई सभ्यता दिएको छ। यसो हुँदाखेरि जब आमा अपहेलित दिन्छन्, जब आमालाई सन्तानहरूले सम्मान गर्दैनन्, आमाको स्वाभिमानलाई जब झुकाउँछन्, त्यो सन्तानहरू विवेकशील हुँदैनन्। त्यो सन्तानहरू, आमा बुवालाई माया नगर्ने सन्तान रियलमा शिक्षित पनि हुँदैन, विवेकशील पनि हुँदैन। त्यसो भएको हुनाले हामीले के लजिक गर्न जरुरी छ भने, जुम्ला जति बेलासम्म बन्दैन, आमा जुम्लालाई यो देशले जति बेलासम्म हेपी रहन्छ, प्रणालीलाई यो देशका चालक सिटमा बसेकाहरूलाई जति बेलासम्म हेपी रहन्छन्, त्यति बेलासम्म यो देश पनि हेपी रहन्छ। हाम्रो तर्क यो, जति बेलासम्म यहाँको माटोको सम्मान हुँदैन, भाषा दिने, सभ्यता दिने जति बेलासम्म माग्नेको दर्जामा राखिरहन्छ यो राज्यले, यो देश पनि माग्ने बनिरहन्छ। त्यसो भए हुनाले हामीले परिभाषा बदल्न चाहन्छौँ कि जुम्लालाई अब चाहिँ तपाईको अब दाता जिल्लाको रूपमा स्थापित गरौँ।